ल त राम्रोसँग जानु है। ल भाइ धन्यवाद है तिमीलाई पनि पुगेर फोन गर्छु नि तिमीलाई पनि ल यार गाडी त पुरै खाली रहेछ त सिट पनि त ल बवाल रहेछ यार कहाँ बस्ने तनाव भयो त मलाई ल बाल भएर जानी बस्दिने म त ल सर के लाएर यो सिट पनि दामी लाग्यो मलाई ल यो पनि ठिक छ यता बस्ने केटी पऱ्यो नि साइडमा रमाइलो हुन्थ्यो यार टाइम त टन्नै रहेछ गाडी छुट्टी पनि यत्रो लामो यात्रा छ यस्तो गर्मी पनि छ के किनेर पो ल्याउँछ यार बरु ब्याग स्याग यतै राख्नु त्यो ब्याग लिने कुरो नि भएन सिट रोया जस्तो नि हुन्छ होइन अङ्कल मलाई पानी चिसो अनि चाउचाउ A few moments later. ओइ यो ब्याग खोइ आएको त यो त मेरो सिट होइन र भने कहाँबाट तपाईँको हुन्छ दाजु तपाईँको ब्याग त यहाँ छ ल यो त मेरो सिटको हो त अर्का ब्याग यहाँ यसरी फाल्ने अर्काको सिटमा चाहिँ बस्ने त्यो गाडीमा सबभन्दा पहिला आएको म कसरी हुन्छ तपाईँको यसरी राखेर बसेको म तपाईँले यसो उल्लिँदै जाँदा तपाईँले सुन्नु न गायब पार्दिनी सुन्नु न तपाईँले ब्याग राखेको भयो नेपालीबाट तपाईँले ब्याग राखेर तपाईँको सिट हुन्छ यो यसो फोन गरेर टक्क लाएर आएको चिनेको भएर एटिट्युडले हुँदैन के सबै टिकट हेरौँ त मैले फोन गरिसके मैले अनलाइनबाट बस्याबाट टिकट काटे हो के अनलाइनबाट यहाँ हान्नु यो ई टिकट हो बस्या अनलाइनको ई टिकट हो अनलाइनबाट कन्फर्मेसन भएको टिकट हो के सर यो तपाईँको सिट अब कहाँ हो तपाईँ आफै बस्नुहोस् ल खत्तम भयो नि यार यो अनलाइन भन्ने नि आएछ अब मैले पनि सुरु गर्नु पर्यो बस्यो एप डाउनलोड गरे र टिकट काट्नु पर्यो यार तरा भन्दैछ अगाडि फोन सोनको चपेटामा लाएर यस्तो घटना तपाईलाई पनि हुन सक्छ त्यसैले पहिले बस सेवा रोजौं।